सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी बुढाबुढी बिहान उठेर बिहानै उठेको होइन 9 बजे उठेको बिहान उठेको त्यसलाई बिहान भन्छ नि हाम्रोतिर बिहानै भन्छ अस्ट्रेलियातिर कसरी रातभरि काम गरेको छ रातभरि चाहिँ हामी काम गर्नु गएको हामी चाहिँ नाइट सिफ्ट छ सो रातभरि कामको अर्थ चाहिँ त्यो हो नि नाइट सिफ्टको काम गरेर आयौँ त्यहाँबाट भर्खरै उठेको भर्खरै उठेस त गुड मर्निङ नै हुन्छ नि होइन र 2 बजीतिर आएको ग्रोसरी चाहिँ किन गएको भन्नु मुस्ताङ ग्रोसरी चाहिँ अस्ति यिनले त्यो टिकटकमा देखेकी रहेछ नि कता कि लोकल भाले पाउँछ भनेर मासु लोकल भाले खसीको लोकल मासु नेपाली पाराको होइन मुस्ताङ ग्रोसरी हामी चाहिँ मुस्ताङ ग्रोसरी ट्याक्कै आइपुग्यौँ पार्किङ एउटा चाहिँ रहेछ है गाडी पार्किङ गऱ्यौँ मुस्ताङ ग्रोसरी ढोका चाहिँ यहाँनिर छ अहिले खुल्लै छ म छिर्छु यहाँबाट के पाउँछ म एक्सप्लोर गराउँछु लोकल खसीको मासुहरू छ मलाई यो चाहिँ एकदम इन्ट्रेस्टिङ लाग्यो कि इमली अचार यो छ ओखली हामीले चाहिँ एउटा ओखली पनि चाहिएको छ ओखलीहरू कुकर 85 मोमो पकाउने भाँडो ग्लासहरू अनि यहाँ भुजिया दाल छ त्यहाँ हेर न त्यहीँ देखाउँछ चामलहरू छ अनि करेन्ट चाउचाउ नेपालको चाउचाउहरू छ करेन्ट चाउचाउ क्विक चाउचाउ पूजाको सामग्रीहरू भगवानहरूमा विराजमान हुनुहुन्छ भगवान सामग्री छ बस यति पूजाको सामानहरू छ बेच्न सक्ला चिया टोप्ला गोल्ड चिया मसला टी गुन्द्रुक प्रमिला यहाँ हेर न गुन्द्रुक ओके आज मलाई रमाइलो लाग्ने कि हामी मुस्ताङ ग्रोसरीबाट लोकल मासु होइन लोकल कुखुराको मासु लिएर घर जाँदैछौँ गाई जस्तै छ मेरो बुढोलाई केही भन्नु भने 45 मिनट त लाउनुहुन्छ नन स्टप बोल्नुहुन्छ ल हाम्रो उनीहरुले चाहिँ
बेसी पर्पल पर्पल लाएर दामी देखिन्छ है राम्रो मासुमा राम्रो छ आयो मिठो होला के हाल्यो टमाटर हालिदिनु पर्यो जोड्नु टमाटर मसला हालेर अनि फुटिरहेको नि भुटिसक्यो टमाटर एकदमै अथेन्टिक स्वाद लाग्छ हेर्दै खाउँ लाग्ने छ कि मिठो